कानैबाट गोली गएर रहेछ नि त उहाँको पनि होइन पनि सार्प सुटरहरू पनि तैनाथै गरेर राखेको रहेछ दुर्गाजी आउनुभन्दा अगाडिसम्म त्यहाँ शान्त थियो के पनि थिएन हजुर हो होइन जब दुर्गाजीको त्यहाँ इन्ट्री हुन खोज्यो त्यहाँबाट यिनीहरूले सबै जाल बिछाइसकेको रहेछ उहाँलाई सिद्ध्याउन नि त्यसले गर्दा उहाँले आफ्नो ज्यान त जोगाउनु पर्यो नि अनि यो निषेधित क्षेत्र पनि तोडेर उ गरेर आफ्नो ज्यान जोगाउनु भयो मान्छेले जहिले पनि आफ्नो ज्यान त जोगाउँछ त्यही क्रममा हो जे एउटा खुसी लाग्यो कि उहाँ सुरक्षित हुनुहुन्छ होइन उहाँ फिल्डमै आइरहनु नि पर्दैन कमान्डर भनेको उहाँले कमान्ड विभिन्न क्षेत्रमा केही कसरी कमान्ड गर्ने उहाँले इन्फर्मेसन गइहाल्ला सबैतिरबाट जहाँ भए पनि होइन र उहाँले सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिनुहोला कमान्ड गर्नुहोला कहिले लुकेरै बसे पनि मेन कुरो उहाँ सेफ हुनु पर्यो अब यो राजा ज्ञानेन्द्र दुर्गा प्रसाई धवल शमशेरजी रविन्द्र मिश्रजी अब उहाँहरूलाई दोष लाएर यो आन्दोलन अरू संसारले हेरेको छैन भने संसारले अहिले एक एक चिज हेरिराखेको छ कि त्यसले उहाँले जतिसुकै बोले पनि जतिसुकै अत्याचार गरे पनि त्यो अत्याचारको सीमा त अन्तर्राष्ट्रिय क्षेत्रले हेरिरहेछ कि कति करप्सन गरेछ त्यो सबैले उनीहरूले हिसाब किताब राखे